त्योहरू कुकुर पछाएर उहाँ के अरे उसको बाबासँग पछाएर गएको रहेछ लिएर आउँदैछु। अनि पछि यहाँ दाजु घर आइपुगेको थियो। दाजु घर आइपुगेर ठिक्कै दिदी यहाँ बसिराख्नु भएको रहेछ दलसिङपाडाबाट आउनु भएको। अस्ति उसकै जेठान दिदी चाहिँ खसेको। अनि अस्ति खोलामा कुद्ने यही दुईवटा केटीहरू है, एकदम दुईवटा केटीहरू खोला हेर्नु जाने चाहिँ यही दुईवटा केटीहरू हो। अनि भाउजूहरू चाहिँ खाना खानु बस्यो। थप्प खाँदैन नि दामी छ। अब हेर्नुहोस् खाएको कति भोक लागेको थियो नुहाइधुवाइ गर्दा भाँडासाँडा मोल्दा मोल्दा हो। बुढाले चाहिँ बनाएको है यो सब्जी, मेरो के अरे भान्जीले चाहिँ बनाएको भात। त हिजो बेलुकाकै थियो नि फेरि। अब चाहिँ खानु लागेको फर्स्ट टाइम। अनि भाउजूले चाहिँ दादालाई फेरि पनि बनाउनु ल तपाईँ भोलि पनि यस्तै मिठो 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 भनेर भन्दै थियो दादाले। भाउजूले चाहिँ दादालाई हो मिठो बनाउँदो रहेछ भनेर भन्दै थियो। अनि यहाँ चाहिँ म चाहिँ जुस खाँदै बसिरहेको छु। म चाहिँ खाँदिनँ है साथी हो सुँगुरको मासु। अनि यहाँ चाहिँ नानीहरू ठिक्कै बाटोमा निस्केको त नानीहरू एकदम सबै बेलुका भएपछि यसो बाटोमा निस्किन्छ नि। यो चाहिँ मेरो छोराको नानी भनिदिउँ न नातिनीहरू हो। अनि यहाँ चाहिँ भाउजू अघि जो मुखबाङ गर्दै थियो ऊ भाउजू है, मुखबाङ गर्ने भाउजू चाहिँ यो चाहिँ मेरो भदाइको नानी। सबै बेलुका भएपछि हामी सबै बाहिर निस्किन्छ। यो आज बेलुकाको डिनर चाहिँ चुलामा पकाएको खाने अरे भनेर म चाहिँ चुला फुकेर चुलामा सब्जी बसाउँदैछु, चुलामा बसाउँदैछु। अनि सब्जी खाने अरे बेलुका भनेर चाहिँ सब्जी चुलामा पकाउँदैछु है साथी हो। के अरे चुलाको सब्जी नै मिठो हुन्छ भन्नु थाल्यो। लु न त चुलामै पकाइदिन्छु भनेर आज म चाहिँ यहाँ चुलामा बटाबट पकाउँदैछु। अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ चुलाको सब्जीहरू मलाई भन्नुहोस् है। अनि लाइक फलो कमेन्ट पनि गरिदिनुहोस्। बाई बाई।